बुवा के छ तपाईँको सपना पुरा भयो है नि सपना के तपाईँ घोडामा बस्यो भने सपना थियो तपाईँको ल सोख लागेको थिएन नै एकचोटि व्यापार गर्छु भनेको थियो नि चनाको व्यापार पिपल रुखतिर त्यही दिन बर्दिया आएर अनि व्यापार घोडामा बेच्छु गल्ला व्यापारी गर्छु भन्नु भएन काम गर्नुभयो घोडा त भएन अहिले घोडा चढ्नु कस्तो लागिरहेछ हान्छ त्यही भएर चना खान्छ बुवा फेरि यसरी जाने हो फर्काएर 100 रुपियाँ जाने हो नि होइन होइन काका गएर आउनु 100 रुपियाँ त भन्नुभयो के अरे त्यो घोडा उताबाट फुकाल्दिनु होला हामी बुवाले सडक देखाउँछौँ आइहाल्ला नि यतासम्म ल ल जाम अगाडिसम्म जाम ढुङ्गासम्म ढुङ्गामा चढ्न मिल्छ ए सब यहाँ रिसोर्ट कायदा रहेछ ठाउँ त यता ल एकैछिन यहीँसम्म रहेछ ल अगाडिसम्म जाम न बन भिडियो यहाँनिर चाहिँ यो चप्पल लाग्यो काम हुँदैछ ओहो तल बोक्नु त टेक्नुहोस् न आरामले ल यहाँ टेक्नु ओहो